तो नहीं तो जो है साला आएगा ना पे फड़बट्टा दे कोई भैया बासुला बंचुरा त नहीं है अभी ये तो नमस्कार नमस्कार सम्पूर्ण साथी भाइहरूलाई आज हाम्रा माझमा उपस्थित छन् देशले चाहेर देश बनाउँछ भन्ने आएका नौजवान बुढा भन्न नमस्कार हजुर नमस्कार त्यस्तो छ बुद्धि हजुर तमलाई हजुर ओहो मन्त्रीज्यू कस्तो भने तपाईँ त माथि कुर्ता छ कोट छ अनि तल चाहिँ के एरियामा पनि यसरी आउने हो जेनजी का एउटा वहाँ काठमाडौँ गयौँ रे कोही नेता कोट प्यान्ट लैजाउँ मैले निको लाग्यो बनाइराख्या तपाईँले भन्नुहोस् त हाम्रो निको लाग्यो कोही लिएर आयौँ अब सुरबाल तलतिर पुछडा यहाँ ऊ भएर अब त्यो चाकमा फोडो भयो भन्दैमा त त्यो गर्नु भएन नि त हो नम्बर कुरोले निकै हो रे अब मिडियामा तपाईँ त लगाइसक्दैन बुढा यहाँ पुरा आफ्नो गाउँ भइरहेछ लडिरहेको मान्छेको लागि होइन त अलिकता बुझ्नु पर्यो तपाईँले अनि बुझेको हुँ अब आफूलाई सजिलो पट्टो पऱ्यो उहाँमा ठिकै छ त्यो भए पनि सजिलो आफूलाई चुनाव कस्तो चलिरहेको छ चुनावको बारेमा केही चुनाव का बारे में वो तो कहना थे ये लड्डू बनाया तो बहुत ही फुजरो काम रहे जरे यहाँ ठीक है छोड़ो अब लड्डी ला रहे हो घर घर जाए लड्डी ला रहे हो हाथ देउलो भन्ने ला रहे हैं अब से ठीक है लड्डी ला रहे हो सबै ठिकठाकै छ भन्नुहुन्छ अनि चाहिँ आज चुनाव पनि तपाईँको केलाको कोसो अनि के मिलेन तपाईँलाई त्यो चुनाव पनि अरू त्यो केला कोसो भन्ने के तपाईँले आफैले रोज्या हो कि अनि सरकारले तपाईँलाई चुनाव त्यो केला कोसो दिए तसो होइन रे वहाँ अब चुनाव उठ्नु पड्यो तैँले लड्डू पड्यो बढ्यो गाउँमा कारणले त अब मैले फिर चलो फिर लड्डू पे बड़े बेर गए वहाँ अब मैले उनसँग बड़े पे चलो चुनाव में उठा रहे हमारे उठा वालों दिए बड़े अरे अब इनने कसैलाई लट्ठी दियो कसैलाई त्यो तारो दियो कसैलाई रुखो बोर्ड दियो तर अब के अनि अरू भन्नुहोस् अनि तपाईँको योजना के छ अनि अहिलेसम्म अब अहिले के गर्नु भएको छ सोचिहाल्नु आदैन के गर्दै हुनुहुन्छ तपाईँको के योजना के छ अब यो जान्न चाहन्छु जसलाई हो योजना आउँछ के तपाईँलाई भस्काउने योजना हो जनताले अब जसले योजना गाउँमा आउँछ आफूलाई भस्काउने गाउँमा त्यो योजना भस्का तँलाई भस्का मलाई भस्काउनु भन्ने बस दोस्रो योजना छ अहिलेसम्म अब अहिले उसिया केही पनि सोचे अब जिताएबाट त तनार भाइ धरन के पाउने हुन्छ अहिलेसम्म के पाइरहेछ यहाँले अब मैले गाउँठाउँको मान्छे हुनाले लो जिताइदिन्न त नान के अर्दुङलो भडुरो हो रे अब नै जिताउन तनार भाइ धरन जे तान रे तसो तो कहना थी उसरी मलाई थाहा छ मेरो सेउके तन यहाँ जिता ल्याउन् मलाई जहाँसम्म क्या कि तनहरू एक दुई जग्गा चक्करलाई चलाइदिइरहँ अनि मन्त्रीज्यू तपाईँको कस्तो रह्यो त गाउँ घर दैलो जानुभयो घर दैलो कार्यक्रममा अब त्यो गाउँमा घर दैलो कार्यक्रम भनेर अब गाउँमा गयौँ अब भोट दिए हजुर त म भनेर हात जोडे अड्लो त म निम्ति भनेर अब सबैले ठिकै हो उनीहरूले सोध्दै ठिकै हो अला क्या म हो त भोट दिनु के छ तम्रो निशान के हो भन्यो अरे मैले अब जे छ त्यही भन्नु हो मैले भने ल मेरा त केला कोठो हो मेरो रे मेरा केला कोठो नि भोट दिए बड़े यार ए चला तो नहीं तो जो है साला आएगा ना पे फड़बट्टा दे कोई भैया बासुला बंचुरा त नहीं है अभी ये तो इसो बोलन छ हामीसँग आलान फलान अहिले उठे इसो मन्त्री भएको छैन साला चुनावमा आयो मड्यो त साला तन्ने त मेरा भटवाड़ा हानी पुछड़ा ओह यहाँ मेरा पुछड़ा सब तो न सर्दी आला मैले हुने त्यो त बोडीमा त आला मेरो केला कोठो छ त केला कोठोमा बोट दिला भने ने त ये हामीसँग गलत बोल्ला छ भने जो घरमा नै स्वाइनिन छन् आलाम छन् चेलिन छन् आला मैले भने मेरो चुनाव केला कोठो छ त पुग्यो मेरो क्यामा बोट दिने होला त भने रे सलानले
कोही भइएन भन्ने ये भइए त्यो साबलाले एक हाँडा पुछडै नि भन्ने भयो कोही के मुजी भन्ने शब्द त गलत ये यार दिने बोर्ड ये चुनाव मेरो केलाय कोठो छ रे भन्नु त स्वाय नि हैन आला पे केलाय कोठो पनि यनले यो चुनाव त कोही मैले क्या माग्दो होला लो यन हन्नाले हन्ना थे यन मुजी बडो सम्मानले त्यो त गाली हैन मन्त्री जी मुजी भने त जे अब मुख्य जी मास्टर जी मंत्री जी बड़ा जो निको बनना थे उसे मुझे बड़ा तो गाली हो छोटकोट चलने लाग्यो हो चल तो मुझे बना न चल मुझे बड़ा तो गलत होइन हो त्यो त निको मुझी जैसे मास्टर जी तपाईलाई मुजी भन्नु पर्ने मास्टर जी भनिया त लामपट्टे भयो मुजी बढ्दिएलो भयो जैसे मन्त्री छु म अब मुजी बढेले कि फरक तपाई यो चुनाव भन्दा पहिला चाहिँ के गर्नु हुन्थ्यो हैन अनि के काममा तपाईँ सुनेको थिएँ तपाईँ बेंगलोरमा पनि जानुभयो तपाईको बेंगलोरमा पनि चाहिँ कसैको बुढी भगा ए पहिला म बेंगलोर गयो कुरो सुनेको थिएँ मैले घरमा नि सो घुम्दा छ ल बेंगलोर जा नगर सकले उहाँमडी कसै जोइल मिल जान जिन बजारले बडो ल ठिकै छ यहाँ अब एकै स्वाइनी थिए तसै काम दातिन मन पड़ गयो मन पडेर मैले अब एक दुई टिक्का देउडा गीत गाइहाले देउडा गीत आउँछ ल मैले कस्तो के भन्नुभयो तपाईले ब्यामो ऐल गदैन भन्नी चेला चिली हुन्न कैल तू त मेरा मन पड़ी गई जानी है कि पहिल तो उनले के भन्नुभयो ब्या भएकी म चेला चिली त भैया मेरा कैलौड ब्या भएकी म चेला चिली त भैया कैलौड त्यसो मुमा क्या देखि क्या जाऊँ क्या नजाऊँ तेरा पहिलौड अब मैले भने आमभन्दालाई रसिला हुना पारिपनका बेलको आमभन्दा रसिला हुना पारिपन बेलको तँ भन्दा पनि झिक्को माया लाग्दो तेरा सुकेका ढेलको भने अब उनले भन्यो घरबारी भएकी रहेछ घर बसाई खा घरबारी भएकी रहेछ घर बसाई खा मेरा पुछडा लाग्या भन्या तेरा हाग्ने मुत्या लगाइदिउँ लोडा मेरा पुछडा लाग्या भन्या तेरा हाग्ने मुत्या लगाइदिउँ लोडा कोही मैले चढ गयो हो रिस घरबारी भएकी छैन रानी भई बसल्ली घरबारी भएकी छैन रानी भई बसल्ली मेरा पहिला नजाने भया माइतै आफ्ना बुवा ठासल्ली मेरा पहिला नजाने भया माइतै आफ्ना बुवा ठासल्ली भनेर छाड्दिएँ मैले काम पुछडा लगाइदियो चाहिँ यति एउटा गीत गायो भने अनि छाड त्यो त ठिकै छ अनि तपाईले देउडा गीत मात्र आउँछ कि ल एक नाच्न पनि धेरै सिपालु हुनुहुन्छ भने एकचोटि नाच पनि देखाइदिनु पर्यो तपाईँ मन्त्रीज्यू ल मन्त्रीज्यूको चाहिँ हामीले नाच हेरेर यतिकैमा बिदा चाहन्छौँ नमस्कार सबै सम्पूर्ण साथीहरूलाई अनि भिडियो हेरिदिनु होला कस्तो लाग्छ जस्ताको त्यस्तै कमेन्ट गरिदिनु होला र राम्रो लागि सेयर पनि गरिदिनु होला यही भन्न चाहन्छु र हस् धन्यवाद।